नेपाल सरकार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले 2083 वैशाख 18 देखि 24 गतेसम्मको साप्ताहिक मौसम पूर्वानुमान गरेको छ। देशका विभिन्न ठाउँहरूमा पानी पर्ने सम्भावना रहेको हुँदा गर्मी केही कम हुने देखिन्छ। 18 गते शुक्रबारदेखि 22 गते मङ्गलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र मध्य प्रदेशका तराई क्षेत्रका धेरै ठाउँहरूमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र मध्य प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा भारी पानी पर्ने पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै ठाउँहरूमा मात्रै मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। 23 गते बुधबारदेखि 24 गते बिहिबार भित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरूमा मध्यमसम्मको पानी पर्ने देखिन्छ। 18 गते शुक्रबारदेखि 22 गते मङ्गलबार भित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँहरूमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। 23 गते बुधबारदेखि 24 गते बिहिबार भित्र कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै ठाउँहरूमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी क्षेत्रमा हप्ताभरि भारी पानी पर्ने सम्भावना देखिन्छ भने साथै कोशी, बागमती, लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा शुक्रबारदेखि मङ्गलबारभित्र 1-2 ठाउँमा भारी पानी पर्ने सम्भावना देखिन्छ। 18 गते शुक्रबारदेखि 22 गते मङ्गलबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रको धेरै ठाउँहरूमा साथै कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही ठाउँहरूमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ। 23 गते बुधबारदेखि 24 गते बिहिबार भित्र देशका हिमाली भेगका केही ठाउँहरूमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना देखिन्छ। गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हप्तैभरि र कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका शुक्रबारदेखि मङ्गलबारभित्र 1-2 ठाउँमा भारी हिउँ वा पानी पर्ने सम्भावना छ। अहिले प्री मनसुनको समय भएकाले पानी पर्दा मेघ गर्जन, चट्याङ, असिनासहित हावाहुरी पनि चल्ने सम्भावना हुन्छ। त्यसैले सावधानी अपनाउनुहोला। मौसमबारे आधिकारिक जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट हेर्न र जान्न सकिन्छ। चट्याङ पर्न लागेमा घरभित्र हुँदा के गर्ने र घर बाहिर हुँदा के गर्ने? चट्याङबाट बच्ने उपाय जानिराखौँ। चट्याङ पर्न लागेमा घरभित्र हुँदा उपायहरू जानौँ। टिभी र कम्प्युटर जस्ता बिजुलीबाट चल्ने उपकरण नचलाउँ। बरु प्लगबाट छुट्याउँ। तारवाला फोन प्रयोग नगरौँ। बाथरुमभित्र धारा प्रयोग गरेर नुहाउने, लुगा धुने वा भाँडा माझ्ने काम नगरौँ। भित्ता वा झ्यालतिर आडेस लागेर नबसौँ। झ्याल, भर्याङ र बरन्डाको ग्रिल वा बार नछौँ। चट्याङ पर्न लागेमा घर बाहिर हुँदा उपायहरू जानौँ। आकाशमा बिजुली चम्किन थालेर गड्याङ गुडुङ गर्न थालेपछि घरभित्र गइहालौँ। नजिकै घर छैन भने तुरुन्तै सुरक्षित ओततिर लागिहालौँ। तर रुख वा बिजुलीको पुलमुनि कहिल्यै नबसौँ। छाता नओढौँ। गाडीभित्र छौँ भने गाडीभित्रै बसौँ। खेतबारीमा काम नगरौँ। पौडी नखेलौँ। डुङ्गा नचलाउँ। सुरक्षित ओत नभेट्दै चट्याङ परे दुवै हातलाई टाउकोमाथि राखी निहुरिएर कुर्कुच्चा जोडी चुचुक्क बसौँ। तर भुइँमा लम्पसार परेर नसुतौँ।